सबैलाई नमस्कार। मैले चाहिँ एउटा सानो कोसिस गर्दैछु। यो चाहिँ गाडी RAV4 टोयोटा RAV4 को क्याबिन फिल्टर यो छ, जुन तपाईहरु आफैले चेन्ज गर्न सक्नुहुन्छ। मैले पनि एउटा आफैले भर्खर अमेजनबाट मगाएको, त्यस्तो धेरै उ छैन। त ठीक छ, कसरी चेन्ज गर्ने भन्ने थोरै आइडिया मैले जानेको छ हैन। यो चाहिँ फिल्टर भयो, यो नयाँ फिल्टर हो। यस्तो छ। ल त कसरी गर्ने म देखाउँछु है हजुरहरुलाई। फर्स्टमा चाहिँ यो खोल्नुस्, ठीक छ। यो पछाडी यहाँनिर एउटा क्लिप हुन्छ, यो निकाल्नुस् हैन, यो निकाल्नु। त्यस पछाडी यो दुईपट्टि साइडबाट बिस्तारै भित्र दबाउनुस्, एक साइड दुई साइड, यस्तो आफै निक्लिन्छ है। अनि त्यस पछाडी यतिकै राख्नु पनि हुन्छ, यो आफै निक्लिन्छ भने निक्लिन्छ। इफ निक्लियो पनि नो प्रब्लम, यहाँनिर क्लिप हुन्छ दुईटा क्लिप राख्नु। अब यहाँनिर यहाँनिर एउटा सानो क्लिप थिच्ने कुरा हुन्छ। यो गरे पछाडि यसको बाहिरी कभर आउँछ हैन। अनि त्यस पछाडि हामीले फिल्टर बिस्तारै तान्न सकिन्छ। ओके, फिल्टर आए। फिल्टर यो 4 छ हैन। यो फिल्टरलाई अब कसो गर्ने भन्दा बिस्तारै स्क्विज गर्ने। स्क्विज गरेपछि नि यस्तो हुन्छ हैन। यसको साइडबाट निकाल्नु। यो 4 फिल्टर तल राख्थे। अब नयाँ फिल्टर लिएर आउनु। यसको चाहिँ एयर फ्लो अप लेखेको छ, यो माथि फर्काउने तरिकाले यसरी बिस्तारै मिलाएर हाल्नुहोस्। भाइ अब यसलाई बिस्तारै मिलाएर छिराइदिने। अब यसको एक क्लिपलाई बिस्तारै अड्काइदिने। यो यसको पनि मिलाइदिने, यसलाई भित्र खिचाइदिए। ओके डन। ल यति भएपछि तपाईको पैसा सेभ भयो। ल धन्यवाद।